साथीहरु, म सुरज अधिकारी। वैदेशिक रोजगारमा जोडिएका हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरूले मलाई हरेक दिन सोध्ने गर्नुहुन्छ, सर हामीले विदेशबाट फर्किँदाखेरि चाहिँ के इलेक्ट्रोनिक सामानहरू, मोबाइल, ल्यापटपहरू ल्याउन पाउँछौँ भनेर धेरैले प्रश्न गरेको अवस्थामा आज मैले तपाईलाई यो विषयमा अलिकति क्लियर पार्न चाहन्छु र मैले यो गुगलको जेमिनीसँग कुरा गरेको तपाईलाई सुनाउन चाहन्छु। धेरैले सोधेको प्रश्न म सोध्छु उहाँलाई। नमस्ते, आज म तपाईसँग एउटा विशेष कुरा गर्दैछु। लाखौं नेपालीहरूले सोधिरहेको प्रश्न, तपाईलाई यो विषयमा के जानकार छ, कृपया मलाई बताउन सक्नुहुन्छ कि म तपाईलाई प्रश्न गरौँ? अवश्य सोध्नुहोस्, म तपाईलाई सकेसम्म सहयोग गर्नेछु। सुन्नुस् न, नेपालीहरू जति वैदेशिक रोजगारमा जानुभएको छ, हाम्रा श्रमिकहरू, उहाँहरूले घर बिदामा आउँदाखेरि, छुट्टीमा आउँदाखेरि के सामान, के वस्तुहरू लिएर आउन मिल्छ, केमा चाहिँ भन्सार छुट छ, यो विषयमा अलिकति स्पष्ट पारिदिनुहोस् न। नेपाली नागरिकहरूले विदेशबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निश्चित नियमहरू पालना गर्नुपर्ने हुन्छ। भन्सार विभागको नियम अनुसार यात्रुहरूले व्यक्तिगत प्रयोगका लागि ल्याइएका निश्चित सामानहरूमा भन्सार छुट पाउँछन्, जस्तै 2 बोतलसम्म मदिरा, 200 खिल्लीसम्म चुरोट र निश्चित मात्रामा इलेक्ट्रोनिक सामानहरू जस्तै मोबाइल, ल्यापटप, क्यामेरा आदि। तर यी सामानहरूको व्यावसायिक प्रयोजनका लागि ल्याइएको भएमा भन्सार लाग्छ। यसबाहेक सुन चाँदीका गहनाहरू पनि निश्चित मात्रामा ल्याउन पाइन्छ, तर त्यसको लागि पनि नियमहरू छन्। कृषिजन्य उत्पादनहरू, जीवित जनावरहरू र वनस्पतिहरू ल्याउन प्रतिबन्धित छ। तपाईलाई थप विस्तृत जानकारी चाहिएमा भन्सार विभागको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। ओके, तपाईले भने जस्तो एक्ज्याक्ट एउटा श्रमिकले कतिवटा टिभी, कतिवटा मोबाइल अनि यो सुनका गरगहना, चाँदीका गरगहना कतिसम्म ल्याउँदाखेरि भन्सार छुट हुन्छ अथवा भन्सार लाग्छ, यो विषयमा अलिकति स्पष्ट पारिदिनुहोस् न। यात्रुहरूले व्यक्तिगत प्रयोजनका लागि ल्याएको एउटा टिभीमा भन्सार छुट हुन्छ। थप टिभी ल्याएमा भन्सार तिर्नुपर्छ। मोबाइल फोन 2वटासम्म ल्याउन पाइन्छ, त्यसभन्दा बढी ल्याएमा भन्सार लाग्छ। सुनको हकमा 50 ग्रामसम्मको गहना ल्याउन पाइन्छ, तर यसको लागि पनि केही नियमहरू छन्। चाँदीको हकमा 500 ग्रामसम्मको गहना ल्याउन पाइन्छ। यी नियमहरू समय समयमा परिवर्तन हुन सक्ने भएकोले तपाईले यात्रा गर्नुअघि भन्सार विभागको आधिकारिक वेबसाइटमा गएर एकपटक जाँच गर्न अनुरोध गर्दछु। पक्कै पनि तपाईको सूचना एकदम आधिकारिक हुन्छ भन्ने हामीले लिएका छौँ र हामी आम नेपालीलाई यो तपाईको सूचना प्रवाह गर्नेछौँ। तपाईको यो सकारात्मक प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। के पनि तपाईहरुले सुनिहाल्नुभयो यो गुगलको जेमिनीसँग गरेको कुराकानी, र तपाईहरुलाई पनि थप विषयमा जानकारी लिनु छ भने भन्सार विभागको वेबसाइट यहाँ मैले राखिदिएको छु। यसमा गएर तपाईहरुले अझै आफैले पनि धेरै कुराहरू बुझ्न सक्नुहुन्छ। यो नियमहरू चाहिँ बेला बेलामा फेरिरहेको हुन्छ। तपाईहरुले एकचोटी घर बिदामा आउने बेलामा चाहिँ पक्कै पनि एकचोटी हेरेर बुझेर अथवा हामीलाई सम्पर्क गरेर पनि अझ